है ल रोक 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 कति बाक्लो यति घिउ ल्याउन मलाई नि ए गर्मी भएन सार्बिक हे गाइज गुड मर्निङ सबैजनाहरूलाई के गर्दै हुनुहुन्छ म चाहिँ आज धेरै दिनपछि बारीमा आएको छु आज साग खानी भनेर फर्सीको साग टिप्न आएको साथीहरू तपाईहरू सन्चै आरामै हुनुहुन्छ होला आज चाहिँ साग खानी भनेर साग टिप्न आएको तपाईहरू कहाँदेखि हेर्दै हुनुहुन्छ मेरो भिडियो मन परे पार लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला साथीहरू साग त सब मरिसकेको छ हेर्नु यस्तो छ आज साग खानी भनेको हाम्रो केरा पनि पसा छ आज चाहिँ म चाहिँ बारीमा साग टिप्न पर्यो आज भनेर आएको के अरे साग त छैन यति छ मोरे जस्तो भयो कि साग पनि खोइ के भएको पानी त हालिरहेको छु साथीहरू पानी हाले पनि भएन हाम्रो कोको पनि पछि साग टिपेर बनाउन पर्यो साथीहरू अब हाम्रो कोको पनि आयो पछि म सँगसँगै गएर अब चाहिँ साग बनाउँछु तर पकाउन चाहिँ म पकाउन मलाई झ्याउ लाग्छ पकाउनलाई आज हामी सामान लिन आएको साथीहरू बजारतिर के लिए अहिले मैले घर देखाउँछु मलाई हेरी त्यो देखाउन मन लागेन अमरपततिर नगरपालिकाले हटाइदिएदेखि यस्तो भयो ल हेर्नुहोस् साथीहरू हामी लाग्यौँ घरतिर साथीहरू टाइगरलाई देख्नुभयो कि नै गाडी पछाडि यसको नि अब ऊ बन्नेवाला छ अरे नि अर्को पुल बनाउने अरे यो डेट एक्सपायर भइसक्यो आज चाहिँ घाम लाखादियोस् एकछिन बजार गएर आएपछि यस्तो हुन्छ प्लास्टिक यो लिएर आए आज भनेको ए भदैखेरि यतातिर बेबी सरसफाइ खोप चलेकै छ आज कहाँबाट मेसो परो ए नयाँ किन ल्याएको ल साथीहरू उद्घाटन भएछ है यस्तो काम पनि गर्नुहुन्छ हामीले भिडियो मात्रै बनाउनु न काम पनि गर्नुहुन्छ ओके यो जालो लगायो भने घरमा ऋण लाग्छ अरे के कुनै मनी प्लान लगाएर नि पैसा आउन्न भन्ने मात्रै मनी पलाङ लाएर पैसा आउँछ यहाँ भित्र पस्यो मनी प्लान तर पैसा आउन्न औनले मनी पलाङ लगाएर पैसा आउँछ भने त्यसलाई माकुराको जालो लगायो भने ऋणको जालो लाग्छ अरे के साथीहरू त्यही भएर हामी दिदीले धेरै ऋण लगायो भने सबै फालिदिनु लाउनु भा छिटो भिडियोलाई माया गरिदिनुहोस् लाइक पनि गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् यो सलक्क यो पारी मजुवा हो यो 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 दुर्गानगर हो यो पारी सबै मजुवा हो है साथीहरू मजुवा ल मजुवाका साथीहरू कता को हुनुहुन्छ हात यसो उठाएर म छु भनेर कमेन्ट गरिदिनुहोस् है तर यहाँदेखि चाहिँ यहाँ पारी यता तल फेरि के अरे युद्धनगर दुर्गानगर यता तलतिर हामी मैना बगर
हामी यसरी खाना खान्छौँ घी हामी घिउ र भातले हो यताखेरि घिउ हालेर घिउ र भात अब हामीले खुर्सानी नि हात हालेको छु अब हामी खाना खान्छौँ हाम्रो कोको पनि यहाँ आइछि पानी लिएर आइज न काली कति बाक्लो गराएको र। घिउ ल्याउनु मलाई नि यहाँ चामल छ कि यो निकाल्नुहुन्न यो निकाल्नुहुन्न आऊ यतातिर न यहाँ भित्र आएर बिठाइ गरेर यस्तो हो आऊ यता आऊ त्यहाँ चल्ने होइन छि त्यो छि हेर्नुहोस् गाइजहरू मेरो भदै यहाँ ऱ्याकभित्र पसेर के गरेको ए गर्मी भएन सार्बिक ल हेर्नु त कहाँ पसेर लाउनु नुहाएर भ्यायौँ गाइज हामीले नुहाएर भ्यायौँ भन्दै जानुपर्छ। हेलो साथीहरू आजको भ्लग चाहिँ घरमा के भयो यति नै भयो हामी अब अहिले चाहिँ बाहिर घुम्ने कार्यक्रम भइरहेछ यत्तिकै बसिछौँ मेरो कोको बेबी फेरि मलाई उचाल भनेर बसेछि अब चाहिँ हामी यो भ्लग मैले यतिमै एन्ड गरेँ।